भर्खरै मात्र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाबाट विद्यार्थीहरूको लागि एउटा अत्यन्त जरुरी सूचना पब्लिस भएको छ। यदि परीक्षा नियम पालना नगरेमा परीक्षा रद्द हुने, केही समयको लागि परीक्षामा सहभागी हुनबाट वञ्चित गरिने तथा आवश्यक परे कानुनी कारबाही समेत हुन सक्ने यस सूचनामा कुरा उल्लेख गरिएको छ। 2083 4 महिना 11 गते पब्लिस भएको यस सूचनामा विद्यार्थीहरूले पालना गर्नुपर्ने नियमहरूलाई राखिएको छ। पहिलो नियम रहेको छ, तपाईले जुन एडमिट कार्ड पाउनुहुन्छ आफ्नो क्याम्पसबाट त्यो एडमिट कार्ड प्रत्येक इक्जाममा लैजानु पर्ने हुन्छ। दोस्रो रहेको छ, इक्जाम सेन्टरमा तपाईले जुन सिट पाउनुहुन्छ त्यो सिट बाहेक अन्य सिटमा बस्न पाइँदैन। तेस्रो रहेको छ, केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना आफ्नो सिट वा परीक्षा भवन छोड्न पाइने छैन। तपाईको इक्जाम हलमा जो ड्युटीमा हुनुहुन्छ उहाँको अनुमति बिना केही पनि गर्न पाइँदैन। अनि इक्जाम सुरु भएको पहिलो 1 घण्टा बाहिर निस्किन पनि पाइँदैन। मोबाइल फोन, स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक डिभाइस पनि लैजान पाइँदैन। चिट, पुस्तक अनि अरू केही कपीहरू लैजान पाइँदैन। अर्को रहेको छ, कपी गर्ने, अरूलाई सहयोग गर्ने, अरूको सट्टा परीक्षा दिन जाने, परीक्षा सञ्चालनमा अवरोध पुर्याउने वा परीक्षा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने जस्ता कार्य पनि गर्न पाइँदैन। परीक्षा अवधिभर केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक तथा परीक्षा कर्मचारीको निर्देशनको पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ। इक्जाम सेन्टरमा जुन नियम छन् तिनलाई पूर्ण रूपमा पालना गर्नुपर्छ। यो कुरालाई सबैले ख्याल गर्नुहोला। अब फर्स्ट इयरको इक्जाम पनि आउँदैछ, त्यसको इक्जामको ठिक अगाडि यो सूचना पनि पब्लिस भएको छ।